आफ्नै बाउले गरे 32 वर्षीय छोरी र 52 वर्षीय श्रीमतीको हत्या। तर उनी त्यतिमा मात्र रोकिएनन्। उनको प्रयास थियो आफ्नो ज्वाइँलाई पनि सिध्याउने। घटना हो अमेरिकाको सहर भर्जिनियाको 23 फेब्रुअरी 2026। बिहान करिब 5 बजेर 15 मिनट सन्तोष आँगनमा गाडीको हिउँ सफा गर्दै थिए। अचानक घरभित्रबाट चिच्याएको आवाज आयो। आवाज यति डरलाग्दो र भयावह थियो कि उनले पहिले प्रहरीलाई फोन गरे अनि मात्र भित्र पसे। भित्र पुग्दा त्यहाँको मन्जर झनै डरलाग्दो थियो। एकतिर आफ्नी सासुआमाको लास अनि अर्कोतिर रक्ताम्य भएर गुहार मागिरहेकी आफ्नी श्रीमती अनि आफ्नी श्रीमतीमाथि धारिलो हतियारले प्रहार गरिरहेका उनका ससुरा र त्यो घटनालाई आफ्नो आँखामा कैद गरिरहेको 1 वर्षीय उनको अबोध छोरो। उनले हतार हतार आफ्नो छोरालाई उठाएर अर्को कोठातिर लगे अनि आफ्ना ससुरालाई रोक्नतिर लागे, तर त्यो प्रयास असफल रह्यो। ससुराले उनलाई पनि त्यही हतियारले टाउको तथा अनुहारमा प्रहार गरेर लुलुलुहान बनाइदिए र त्यतिकैमा पुलिस आइपुग्छ। Fairfax County Police, open the door! ससुराको हातमा भएको हतियारलाई तल राख्न भन्छ। Hey, put the knife down! Drop the knife! Do it तर उनले पुलिसको कुरा नमानी फेरि ज्वाइँमाथि प्रहार गर्छन्। now! Drop the knife! पुलिसले आफ्नो पिस्तोलले उनलाई गोली प्रहार गर्छ र उनको घटनास्थलमै मृत्यु हुन्छ। यो घटनामा सन्तोष र उनका छोरा बाँच्न सफल हुन्छन् भने बाँकी 3 सदस्यको मृत्यु हुन्छ।